दर्शन नमस्ते। सबैजना सन्चै हुनुहुन्छ? अनि त्यसपछि हजुरको परिवारहरू सबै सन्चै हुनुहुन्छ? जहाँ हुनुहुन्छ हजुरको परिवारहरूलाई भगवानले रक्षा गरून् भन्न चाहन्छु। मलाई चाहिँ एकदम के हामीहरू परदेश बस्ने आमाहरूलाई पनि धेरै पीडा हुन्छ के हैन। छोरीहरू बिहे गरेर दियो, कस्तो घर पर्ला, कस्तो सासू ससुरा पर्ला भनी यो मन ढुक 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 कस्तो नन्द अमजु पर्ला भने एकदम पीडा लागेर आउँछ। त्यही भएर बिन्ती गर्छु हजुरहरूलाई, मन नपरे तपाईहरूले घरबाट निकालिदिनुस्, राख्न मन नपरे उसलाई डिभोर्स गरिदिनुस्। बल्ल बल्ल पाएको जिन्दगी हुन्छ, यसरी तडपाई नमार्नुहोस् भन्न चाहन्छु। पीडा भने छोराको आमालाई नि हुन्छ, छोरीको आमालाई नि हुन्छ हैन। तर मन परेन भनेर त्यसरी चाहिँ जलाएर चाहिँ नमार्नु होला भन्न चाहन्छु। किनभने जलेको पीडा जलेको मान्छेलाई मात्रै थाहा हुन्छ। यति नै बिन्ती गर्छु कि छोरी तिमीहरूलाई पनि म के सम्झाउँछु, छोरा छोरी दुवैलाई। छोरा पनि पीडामा परेको हुन्छ, छोरी पनि। छोरी तिमीहरूलाई पहिलाको जस्तो हाम्रो जमाना जस्तो छैन। तिमीहरूलाई शिक्षा दिएको छौँ। एकपल्ट सौ, दुईपल्ट सौ, तीनपल्टको बालीमा नसौ तिमीहरू पनि। तिमीहरूले पनि बुझ कि मलाई के गर्दैछ, यो घर परिवारले कसरी हेर्दैछ, कुन बाटो लाँदैछ भन्ने कुरा तिमीहरूले पनि अलिकति दिमागमा ल्याऊ के हैन। अलिकति आमाहरूले शिक्षा दिएको छ तिमीहरूलाई दुःख गरेर भए पनि। यो मान्छेहरूले यो घर परिवारले मलाई कुन बाटो लाँदैछ भन्ने कुरा अलिकति दिमागमा ल्याऊ र आफ्नो सुरक्षा आफै गर। आमाको बेइज्जत होला, बाउको इज्जत जाला, दाजुभाइको इज्जत जाला भनेर त्यस्तो घरमा नबस, बिन्ती गर्छु। किनभने आफ्नो लागि आफै लड। आमा बाउ टाढा छ, हरेक कुराहरू तिम्रो सुन्न नसक्ला हैन, बुझ्न नसक्ला ती आमा बाउहरूले। त्यही भएर आफ्नो लागि आफै लड हैन। हो तिमीलाई सिन्धुलीमा तीनटा बच्चाको आमालाई यसरी नन्द ससुरा सासू भएर यसरी मार्न सक्नेले हैन, तिमी हरेक पाइलामा एक्लै हुन सक्छौ घर परिवारदेखिबाट। त्यही भएर तिमीहरू आफै लड्न सिक के। मलाई यो घर परिवारले कस्तो तरिकाले हेरेको छ, कस्तो तरिकाले बुझ्दैछ भन्ने कुरा अलिकति तिमीहरूले पनि बुझ्ने गर छोरी। त्यही भएर अबको सरकारलाई चाहिँ के भन्न चाहन्छु भने अब धेरै भयो हाम्रो नेपालमा जलाउने, सिलौटोले थिच्ने, झुन्डाएर मार्ने कार्यक्रमहरू धेरै भएको छ। त्यही भएर अबको सरकारलाई चाहिँ प्लिज यो जलाएर मार्नेलाई चाहिँ तिनीहरूलाई पनि त्यसरी नै त्यो घरको छतमा राखेर पाटल खनाएर उजुमुन्टो गरेर जलाएर पटपट पर्काउन पाऊँ र झुन्डाएर मार्नेलाई पनि